चियासँग चोपेर खाना बिस्कुट ल्याम ताता त रोटी ल्याम रोटी पर्दैन उसो भए के ल्याम अन्डा ल्याम अन्डा पर्दैन उसो भए जुस ल्याउँछु जुस हजुर चियासँग पनि कसैले जुस खान्छ त नयाँ टेस्ट हुन्छ कि भनेर नि तिमीलाई गीत गाउन आउँछ मलाई आउँछ तँलाई आउने बेके तँसँग बिहे गरौ त म खत्तम बाई बाई हराउने होइन के गर्ने होइन भनेको हामीले त अहिले भर्खर 3 जना मान्छे मारेर आएको हामीले त अहिले भर्खर 3 जना मान्छे मारेर आएको राधा यो सहर हामीलाई काम छैन हेर चल्दिउँ हाम्रो कामतिर बाँकी जिन्दगी साला उतैतिर कटाउने हो जाउँ कच्ची कहाँ गाउँ जाने हाम्रो भाउजू त यही मन्त्री भएर बस्नुहुन्छ नि होइन बनिस मन्त्री त साला बाख्रा चोर फेरि किन झगडा गरेको त्यो चटकसँग चटकेको चटक मन परेन चटकाइदिए बाको मुखबाट आहार खोज्न डायलग होइन दम चाहिन्छ दम यो अड्डा तेरो थियो होला अब मेरो हो सिंहलाई आफ्नो एरिया बनाउन त्यहाँ ढुकेर बसिराख्नु पर्दैन पासा चिरिक्क मुज्य मात्र पुग्छ यो औषधि लिएर म तिम्रो पछि दिनभरि लागिरहेको खान्न भनेपछि कति किचकिच गरेर झ्याप बनाउँछ कि त्यो दबाईले यहाँ आफ्नो काममा फोकस गर्नुपर्ने छ यहाँ तै खा त्यो दबाई त्यो ठुटुनु चल्न कम हुन्छ कि तिमीलाई जे पाए त्यही काम नगर भनेको कुरो बेलायमा सुनेको भए त यसरी पुरै जिउ नै काम नलाग्ने गरी कसैले कुट्ने थिएन होला नि अब हेर्न बोल के काम लाग्छ भरे देखाउँछ तँलाई पर्खी मेरी इंदू रे इंदू मेरी प्यारी इंदू मेरी प्यारी इंदू आई एम वेरी सॉरी म हो यार बुधान छिटो फिनिश गर्नु नि यार तपाईको काम डिस्टर्ब नगर्नु नि यार नबोल्नु नि यार हग्ने बेलामा नबोल्नु क्या कतिचोटि भन्नु तपाईँलाई पनि गाह्रो हुन्छ मलाई पनि गाह्रो हुन्छ यो कुन हगाई हो रे दादा कुन हगाई हो यो अरे आज के तपाईँ आज फलामै हग्नुहुन्छ भातृ हरिजी त्यतिकै श्लोक लेख्नु भए छैन रे चियर बागड सर्पले डसेको मान्छेलाई औषधि उपचारले ठिक भइहाल्छ लेकिन साला स्त्री लम्पट मान्छेलाई कुनै पनि औषधि उपचारले केही उखाड्न सक्दैन मलाई थाहा छ तिमीले यो प्रोजेक्टबाट कति देवा कमाउँदैछ भन्ने कुरा देवाको मामिलामा एकैछिन पनि छोड्नेवाला म छैन बुझिस् के हल्ला म पनि साला पट मूर्खे छु जब हड्डिए फ्याके छैन त साला कुत्ता थोरै भोक्न छोड्छ